Wow. View. Yay. Bawal sa inda. Away sa mga umirag ang pagbuhay ko. हेलो नमस्ते म सोनम शेर्पा आज चाहिँ म साइक्लिङको भिडियो बनाउनलाई आएको छु धेरै दिन भयो साइकलको भिडियो नबनाएको हैन अनि आज चाहिँ म इभिनिङमा भिडियो बनाउँदै जाम भनेर चाहिँ बाहिर निस्किया छु हैन भिडियो लास्टसम्म हेर्दिनु होला आज चाहिँ एकदम राम्रो भ्यूहरु देखिनेछ र दिन पनि एकदम राम्रो भएको कारणले चाहिँ अब इभिनिङमा माथिको भ्यूहरु देखाउने छु है आज चाहिँ उकालै उकालो हो ट्रायल चाहिँ त्यही भएर माथि टपमा पुगेपछि तपाईहरुले भ्यू देखाउने छु किप वाचिङ अन्तिमसम्म भिडियो हेर्दिनु होला है त यस्तो दामी छ कि दिन तर हावा चाहिँ ओभर चलिरहेछ कि आज Wow, beautiful place. तेरीको पैसा ल्याउनै बिर्सेछु नि यार यहाँ भेन्डिङ मेसिनमा जुस खाइदिउँ भनेको पैसा ल्याउनै बिर्सेछु अब के गर्नु छ नि फर्केर रुम जाने कुरो भएन होस् अब यो पैसै बच्यो तिर्खा लागिरहेछ हैन मतलब जुस खान मन लागिरहेछ अब यस्तो सोचिरहेको थिएँ कि मैले निकाल्नु भनेर पैसा बिर्सेछु भने यार अब यहाँदेखि चाहिँ हाम्रो उकालो छ कि अब यो जङ्गलदेखि चाहिँ उकालो हो हैन आजको ट्रेल चाहिँ अनि फर्किने बेला चाहिँ ओह्रालो हुन्छ अनि फर्किने बेलाको चाहिँ डाउन हिल म छुट्टै भिडियो बनाएर हाल्छु होला है सायद किनभने यो भिडियो फेरि लामो हुन्छ हैन त्यही भएर बरु म फर्किँदाखेरिको चाहिँ छुट्टै बनाएर हाल्नेछु हैन अनि जाँदाखेरि बिस्तारै बनाउने छु उकालो पहिले मैले यसमा यो उकालोमा अर्को त्यो डालो होला साइकल पनि लिएर आउँथे कि अनि कतिचोटि बिसाएर माथि पुग्थे है यसमा चाहिँ मैले पछि किनेर यो उकालो एकचोटि गएको थिएँ तर एकचोटि बिसाएर चाहिँ पुगेको थिएँ माथि अहिले हेर्दाखेरि अलिक उकालो जस्तो देख्दैन होला हैन क्यामेराको एङ्गल त्यस्तो भएकोले तर यो चाहिँ उकालो छ के konnichiwa ओ सुजुशी शीतल भयो यार यहाँ आएपछि चाहिँ हावा एकदम मजाले चिसो हावा चल्छ के अनि कस्तो मजा आउँछ कि यहाँतिर आएपछि चाहिँ माइन्ड पनि फ्रेस हुन्छ दिउँसो चाहिँ गर्मीले सकिन्न आउनु हैन बेलुका आउँछ कि हामी ओहो हावाले त उतै ठेल्छ त मलाई त टाइफुनै आए जस्तो हुन्छ त के हो यस्तो हावा
खाउसी गाई रहेछ टन्नै यहाँतिर यस्तो राम्रो घाँस छ है गाई त अनि स्वर्गमै पुगे जस्तो भइगयो नि हराउँदो रहेछ यसरी मेरो टिकटक आइडीमा कोही नयाँ हुनुहुन्छ भने चाहिँ नयाँ व्यक्तिले हेर्दै हुनुहुन्छ भने चाहिँ कहाँदेखि हेर्दै हुनुहुन्छ होइन कमेन्ट गर्नु होला अनि साइक्लिङको भिडियोहरू मनपर्छ भने लाइक कमेन्ट गरिदिनु होला अनि फलो गरेर माया गरिदिनु होला है त नेपाली सबै दाजुभाइ दिदीबहिनीहरूले फलो गरिदिनु होला है त अनि यस्तै भिडियोहरू म बनाइरहने छु साइक्लिङको भिडियोहरू बनाउने छु खास गरी होइन अनि है त अब साइक्लिङ गर्दाखेरि कहाँ कहाँ पुगिन्छ त्यो दृश्यहरू सबै समेटेर तपाईँहरू देखाउने कोसिस गर्नेछु माया गरिदिनु होला साथ सपोर्ट गरिदिनु होला है त वाउ या फाइनल भिडियो ल साथीहरू म चाहिँ यहाँ आइपुगिसकेँ होइन यो यहाँ हेर्नु अब यसरी म फर्काइदिन्छु यहाँ आइपुगिसकेँ म चाहिँ है त अब यहीँसम्म हो मेरो गन्तव्य भनेको हो यहाँदेखि फर्किने हो होइन यस्तो तलदेखि आएको क्या म चाहिँ रमाइलो छ क्या ठाउँ चाहिँ होइन त्यही भएर म जहिले नै आइरहेको हुन्छु ल है त मेरो चाहिँ अब यहीँसम्म हो गन्तव्य ओके आइपुगेँ बल्ल यतातिर चाहिँ कोही पनि रहन्छ क्या आज फेरि हेर्नु न भ्युज भ्यू यस्तो छ बादल आइरहेको छ है साइकलमा देखाइदिनु तपाईँहरूलाई मैले यो चाहिँ चेन्ज गरेको सेतोमा चाहिँ अलिक राम्रो देख्छ कि देख्दो रहेछ कि त्यही भएर चाहिँ यो सेतो चेन्ज गरे हो अनि अरू त्यस्तै हो ल त नि गाइज भ्यू ये बवाल छैन त ल किप लभिङ किप सपोर्टिङ है त गाइज बाई बाई अब चाहिँ म चाहिँ फर्किनु ला होइन अब धेरै बसिसक्यो यहाँतिर लगभग 1 घन्टा जति नै बसेछु अब चाहिँ फर्किनु पर्यो साँझ नै भइसक्यो है अनि अब डाउन हिलको भिडियो बनाउँछु है अनि त्यो चाहिँ छुट्टै हालिदिन्छु म हेर्नु होला अब चाहिँ मेरो डाउन हिल हुनेछ है त ल डाउन हिलको भिडियो नि हेरिदिनु होला है त ओके लेट्स गो